एभ्रिवान, आज म तपाईहरुलाई मैले हिजो जुन भिडियो अपलोड गरेको थिएँ फेशियल्स र क्लिन्जिङको डिफरेन्सेस, आज चाहिँ म तपाईहरुलाई फेशियल चाहिँ घरमा गर्न सक्छौं या गर्न सक्दैनौं त्यसको बारेमा फाइदा र बेफाइदा बताउन गइरहेको छु। जस्तै हामीले फेशियल्स भनेको घरमा गर्न हुँदैन, हामीले यसलाई सालोनमै गएर गर्नुपर्छ र यसको ड्युरेसन भनेको 1 मन्थको हुन्छ। सो 1 मन्थ 25 डेज देखि 30 डेजमा हामीले 1 टाइम गर्न सक्छौं। र फेशियल्स गर्दाखेरि ध्यान दिनुपर्ने कुरा भनेको हामीले जसलाई यसको नलेज छ एज अ ग्रेट ब्युटिशियन्स अर लाइक नलेजेबल, जसको ह्यान्ड मुभमेन्ट्सहरू कता गर्ने, जता प्रेस गर्दाखेरि उनीहरूले टक्सिन्स रिलिज गर्न सक्छ, जहाँबाट लिम्फेटिक ड्रेनेज गरिकन उनीहरूलाई एज अ भनौँ कस्टमरहरूलाई रिल्याक्सेसन गर्न सकिन्छ। अनि साथसाथै भनेको हामीले के ध्यान दिनुपर्छ भने चाहिँ के अरे कुनै पनि सालोनमा गइकन तपाईहरुको स्किन अनुसारले तपाईहरुलाई फेशियल गराइन्छ। फेशियल्स गराउँदाखेरि फेशियल गर्नुपर्छ र साथसाथै फेशियल्स गर्दाखेरि तपाईहरुले आफ्नो स्किनलाई हेरेर प्रिफरेन्स गरेर मात्र फेशियल्सहरू गर्नलाई सल्लाह दिनुपर्ने हुन्छ। अनि तपाईहरुले फेशियल्स गरेपछिको सनस्क्रिनहरू लगाउनु पर्ने हुन्छ, अनि मोइस्चराइजर लगाउनु पर्ने, टोनर लगाउनु पर्ने। यो चाहिँ कस्तो हो भने एउटा फर्मल वेमा आउँछ। हामीले पहिला टोनर लगाएर मोइस्चराइजर अनि सनस्क्रिन, देन आफ्टर कुनै क्रिम्सहरू छ भने त्यो पनि अप्लाई गर्न सक्छौं। अनि अब हामीले आफ्नो स्किन टाइप अनुसारले सेरमहरू युज गर्न सक्छौं। सो हामीले आफै चाहिँ घरमा गर्न मिल्दैन है। फेशियल्सको लागि चाहिँ हामी सालोनै जानुपर्छ। अनि साथसाथै जब हामीले फेशियल गर्छौं तब हामीलाई यो कुरा चाहिँ ध्यानमा राख्नुपर्छ कि हामीले सकेसम्म सालोन जाँदाखेरि कुनै पनि गरगहना लगाएर नजाने गरौँ। त्यसले गर्दाखेरि तपाईले आफ्नो गरगहनाको फुल बडी रिल्याक्स्ड हुन गइरहेको हुन्छ र